नारायण हिटी दरबार हत्याकाण्ड नेपाली इतिहासको एउटा दुःखद र रहस्यमय घटना हो। तपाईले प्रस्तुत गर्नुभएको विवरणले यस घटनाको महत्त्वपूर्ण पक्षहरूलाई समेटेको छ। यहाँ केही थप जानकारी र परिप्रेक्ष्यहरू दिइएका छन्। घटनाको पृष्ठभूमि: यो घटना 2058 जेठ 19 गते 1 जुन 2001 मा नारायण हिटी राजदरबारमा भएको थियो। यसमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमारी श्रुति, राजकुमार निराजन लगायत राजपरिवारका अन्य सदस्यहरूको मृत्यु भएको थियो। अनुसन्धान र विवाद: सरकारले गठन गरेको छानबिन समितिले युवराज दिपेन्द्रलाई घटनाको दोषी ठहराएको थियो। तर यो निष्कर्षमा धेरैले प्रश्न उठाएका छन् र घटनाको सत्य तथ्य अझै पनि अस्पष्ट छ। अनुसन्धानको क्रममा प्रमाण नष्ट गरिएको र प्रत्यक्षदर्शीहरूलाई खुलेर बोल्न नदिएको भन्ने आरोपहरू लागेका थिए। विभिन्न अटकलबाजीहरू र युवराज दिपेन्द्रको प्रेम सम्बन्ध र विवाहको विषयलाई लिएर पारिवारिक विवाद भएको अटकलबाजी छ। बाह्य शक्तिको हात रहेको वा दरबारभित्रकै षड्यन्त्र भएको भन्ने अनुमानहरू पनि छन्। नेपाली सेनाभित्रको गुप्त योजना पनि हुन सक्ने अनुमानहरू लगाइएका छन्। घटनाको प्रभाव: यो घटनाले नेपालमा राजतन्त्रको अन्त्यको आधार तयार गर्यो। 2065 सालमा नेपाल गणतन्त्र घोषित भयो। यो घटनाले नेपाली समाजमा गहिरो भावनात्मक असर पारेको छ। यो घटनाको वास्तविकता अझै पनि रहस्यमय छ र यसले नेपाल